एभ्रिवान, आज चाहिँ करेन्ट चाउचाउ कसरी बनाउने भन्ने बारेमा म हजुरहरूलाई सिकाउन गइरहेकी छु। यो चाउचाउ चाहिँ मलाई धेरै मनपर्ने भएकोले आज यसलाई कसरी पकाउने भन्ने तरिका म तपाईँहरूलाई सिकाउन गइरहेकी छु। पहिला लाग्ने एउटा कराई या जुनसुकै भाँडो लाग्नुहोस् अनि त्यसमा हाल्नुहोस् पानी। यस्तो भाँडो भनेर चाहिँ धेरै बिल्ला गर्ने होइन साथीहरू, किनकि यसमा म के बनाएर खान्छु त्यही भएर डरिहाल्छ। अनि त्यसलाई राख्ने ग्यासमा अनि ग्यास चालु गर्ने। अनि ग्यास चालु गरिसकेपछि त्यो पानी हुन्छ तातो अनि त्यसमा चाहिँ आफूलाई जे मनपर्छ त्यो मिक्स गर्ने अनि हल्का त्यसलाई चाहिँ त्यसमा पाक्न दिने। मलाई चाहिँ पकाउन आउँदैन वास्तवमा, त्यही भएर त्यसलाई चलाउने अनि त्यसपछि चाहिँ अब त्यसमा करेन्ट चाउचाउलाई मिक्स गरिदिने, जसरी टुक्रा टुक्रा पारेर या त्यस्तै हाल्दै नि हुन्छ गाइज। अनि म त्यस्तै छोडेर चाहिँ घरमा कल गर्दै थिएँ अनि डरिसकेको थियो, त्यही भएर मैले हतारमा कल गरेको लगाएँ, त्यहाँ रिसाउने होइन नि फेरि। अनि त्यसपछि सब डरिसकेको थियो अनि मैले चाहिँ आफ्नो अर्को प्लेटमा हालेँ। अनि त्यसपछि भाँडा चाहिँ कस्तो भइरहेको छ, त्यही भएर गाइज मेरो त्यो भाँडा चाहिँ त्यस्तो बिग्रेको, अरू चाहिँ केही पनि होइन। पछि चाहिँ मैले नडरेकोवाला चाहिँ प्लेटमा हालेँ अनि प्लेटमा हालिसकेपछि त्यसमा भएको मसला अनि त्यसको सस चाहिँ मिक्स गर्नको लागि हालेँ। खासमा यो चाउचाउ मन पर्नुको कारण चाहिँ यही सस हो गाइज। मलाई चाहिँ यो सस धेरै मनपर्छ, त्यही भएर म चाहिँ यो चाउचाउ धेरै खान्छु। अनि मनपर्ने चाउचाउसँग चाहिँ अब जुस पनि हुनुपर्छ। अनि त्यसपछि कसले काँक्रा वा गाजर जे मनपर्छ त्यो खाँदा हुन्छ गाइज। मलाई त काँक्रा थिएन, गाजर थियो, त्यही भएर गाजर अनि हल्का जुस खाइदिएको ल जुस। अनि त्यसपछि चाहिँ म खाना सुरु गरिसकेको थिएँ, मैले खाएर पनि सिद्धिसकेको थिएँ गाइज। अनि खाँदा सक्यो। त्यसपछि चाहिँ मैले धुनको लागि पानीमा छोडिदिएँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।